हेलो हेलो सर नमस्ते। नमस्कार। हाम्रो यो के अरे 8 बजे भिजिट भन्नुभएको छ नि सरले। हेलो दिमागबाट छुट्टी बजेट 15 मिनट जति लेट हुन्छ 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 सर। ठ्याक्कै म भर्खर ठ्याक्क तपाईँको फोनले अलार्म कहिले ए उठेर गइहालेँ। ल ल हुन्छ हुन्छ स्योर सर। हस् इट्स 15 मिनट लेट। लेट्स गो स्लोली एन्ड मर्निङ सनराइज नै राम्रो भइरहेछ, आँखामै परिरहेछ। लेट्स स्टार्ट विथ पोजिटिभ एनर्जी एन्ड पोजिटिभिटी है त। Fire went out, lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream. I'm here at the property's location. Park like wait गर्दैछु. As I said, fire is 15 minutes late. त्यो भनेको लामै समय होला है त। Lights went down. When you feel lost in your The buy was good and we are here at कोटेश्वर बालकुमारीको बेसी भ्याइयो। अब आज हाम्रो 3टा सुट छ, त्यसपछि 3-4वटा प्रपर्टी हन्टिङ पनि गर्नु छ। हिजो निकालेको प्रपर्टीको चाहिँ सुट छ। वी आर वेटिङ फर आवर टिम। सुट टिमलाई चाहिँ हामी वेट गर्दैछौँ। लेट्स सी। यहाँ पछि 3टा सुट, एउटा त्यो, एउटा बालकुमारीको त्यो सुट भयो। त्यसपछि हामी प्रपर्टी हन्टमा जान्छौँ। 4-5वटा प्रपर्टी निकाल्नै पर्ने भएको छ है त। So guys, after 2-3 hours of hunt हामीले एउटा दुईवटा प्रपर्टीहरू चाहिँ निकालेको छौँ र ओनर भेटेको छैन। त्यो चाहिँ फाइनल भएको छैन। लेट्स चाहिँ फाइनल भएपछि म त्यो प्रपर्टीहरू पनि देखाउँछु, किनभने फाइनल नहुँदै अब भिडियोमा प्रपर्टीहरू आएपछि भोलि केही अब्जेक्सन आउनसक्छ। सो आजको डे यति नै भयो। लगभग 2टा प्रपर्टी जस्तो। एउटा हामीले कमर्सियल बिल्डिङ पाएको छ सङ्गममुलमा, अनि त्यसपछि सङ्गम चोकमा पनि तिनामा पनि एउटा घर छ, त्यो पनि आएको छ। त्यो डोर नक गरेको हामीले ओनर हुनुहुन्थेन। दुइटैमा त्यस्तै भयो। सो आजको डे यति नै भयो। इफ यु आर इन्जोइङ इट, डोन्ट फर्गेट टु गिभ अ लाइक, सेयर एन्ड सब्सक्राइब। सी यु इन द नेक्स्ट भ्लग है त।